हाई गाइज, वेलकम छ तपाईहरुलाई मेरो न्यू भ्लगमा। आज चाहिँ न्यू इयरको दिन। तपाईहरु सबैजनालाई ह्यापी न्यू इयर 2026 को। आज चाहिँ हामीले घरमा सेलरोटी खाने भनेर मम्मीले चाहिँ पिठो तयार गर्दै हुनुहुन्छ। अनि पिठो चाहिँ किन खस्रो भनेर मम्मीलाई सोधेको। मम्मीले भनेको सेलरोटीमा कडा हुन्छ रे पिठो खस्रो भयो भने। ल साथीहरु, अब चाहिँ मम्मीले रोटी मम्मी चाहिँ भिडियोमा आउनु हुन्न किनकि मलाई भिडियोमा नल्याउनु भन्नुहुन्छ। मम्मीले चाहिँ रोटी पोल्न लाग्दै हुनुहुन्छ। यहाँ तावा बसिरहेको छ, तेल, अनि यहाँ रहेको छ हाम्रो रोटी पकाउने पिठो। हजुर ल, अनि म चाहिँ उता गएर सब्जीको लागि प्याज अदुवा कटिङ गर्छु। अहिले सेलरोटी पोलेर देखाउँछु है त। मलाई रोटी पोल्न एकदमै मनपर्छ, तर मलाई रोटी पोल्न आउँदैन। मैले सिकेको र पनि मलाई आएन रोटी पोल्न चाहिँ। अनि मैले यता सब्जीको लागि टमाटर, प्याज, अदुवा, लसुनहरू चाहिँ कुट्दैछु। आलु चाहिँ उसिन्न टाइम लाग्छ भनेर मैले काटेर चाहिँ ओभनमा लगाउँदैछु। अनि ओभनमा लगाइसकेपछि 6 मिनेटमा आलु चाहिँ एकदम मजाले पाक्छ। यदि तपाईहरुलाई पनि हतार भएको बेलामा यसरी नै आलु ओभनमा हालेर छिटो मिठोको लागि उसिन्न सक्नुहुन्छ। यता मैले सब्जीको लागि सामानहरु रेडी गर्दै थिएँ भने उता मम्मीले चाहिँ रोटी पोल्दै हुनुहुन्थ्यो। तातो आलु तास्दैछु हात पोल्दै भए पनि। अनि यता चाहिँ चना चाहिँ अघि उसिनिसकेको थियो अनि पखाल्दैछु। अब चाहिँ मेरो सब्जी पकाउने पालो। मैले ग्यास अन गरे, कराई बसाएँ, अनि त्यहाँ चाहिने सामानहरु चाहिँ सबै हाले। यसको रेसिपी पनि तपाईहरुले हेर्न सक्नुहुन्छ, तर आफ्नो आफ्नो पकाउने तरिका हुन्छ। तर मैले चाहिँ यसरी बनाएको छु चना मटरको आलुको सब्जी। यो भिडियो चाहिँ मैले एकदमै धेरै लामो बनाएको रहेछु। मलाई भोइस डब गर्न यति धेरै गाह्रो भएको थियो, के बोल्नु भएको थियो। तर जस्तो बनाए पनि तपाईले साथ माया दिनु होला। मैले बनाएको आलु चना मटरको लुक्स चाहिँ यस्तो देखेको छ। अनि माथिबाट धनिया पनि लगाइदिए। सेलरोटी कस्तो हो है, चाख्दै खाइदिउँ न। मैले खाएँ कस्तो भयो। यता चाहिँ मम्मीले सेलरोटी पोलेर सकाउन लाग्नु भएको रहेछ। अनि मैले चाहिँ मम्मीलाई सोध्दै थिएँ कस्तो भयो त सेलरोटी भनेर। मम्मीले चाहिँ भन्दै हुन्थ्यो मैले खाएको छु र कस्तो हुन्छ भनेर। हुन पनि हो, मम्मीले बनाउँदै गर्दा सेलरोटी खानु भएको थिएन, तर मम्मीलाई सेलरोटीको स्वाद थाहा थिएन। मैले खाएँ तर एकदमै मिठो थियो सेलरोटी। हामीले चाहिँ न्यू इयरको दिन यसरी नै घरमा बसेर खानेकुराहरू बनाएर खायौँ। तपाईहरुले चाहिँ न्यू इयरको दिन के गर्नुभयो त कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त। फेरि पनि तपाईहरु सबैजनालाई ह्यापी न्यू इयर। स्वस्थ रहनु, व्यस्त रहनु। थ्याङ्क्स फर वाचिङ गाइज। बाई बाई।